हेऱ्यो भने पश्चिमको चाहिँ सबैभन्दा पुरानो प्रशासनिक इकाइहरू हो। उनीहरूले चाहिँ के गर्थ्यो, यहाँका नजिकका सबै जिल्लाहरूमा यहाँबाट प्रशासनिक कामहरू गर्थ्यो। यसको नजिकै तलतिरपट्टि अहिले हामी हेर्छौँ एउटा कोट के ऊ छ हाम्रो यो के अरे के भन्छन् सिडिओ कार्य हाम्रो गौडा भनेको त्यस बेलाको प्रशासनिक यहाँ केन्द्र। यसको चाहिँ माथिबाट नोमिनेट भएर माथिबाट नै आउँथ्यो सङ्घीय सरकार जस्तै त्यस बेलाको सरकारबाट राणाहरूको पालामा, हिजो राजाहरूको पालामा माथिबाट नै यहाँको प्रशासनिक अधिकारी टोकेर आउँथ्यो र उनीहरूले चाहिँ हेर्थ्यो। त्योभन्दा अगाडि के थियो भनेपछि यहाँ 2224 राज्यहरूको चाहिँ बिचमा चाहिँ मातहतमा थियो। यहाँ बिलासपुरको बिलासपुर यहाँ है, अनि त्यहाँ चाहिँ राजा बस्थ्यो। यो चाहिँ सुल्तानले बनाएको यो धेरै मजबुत छ, यति मजबुत छ कि तपाईँको अब यस्तो बलियो यस्तो मजबुत किल्ला मैले धेरै ठाउँहरूमा किल्लाहरू हेरेको छु, तर अमरगढी पनि हेरेको छु, उता पनि हेरेको छु, तर यो सबैभन्दा बलियो किल्ला चाहिँ हाम्रो दैलेखको यो धेरै मजबुत छ र यसमा 22 हात लामो ढुङ्गासम्म बोकेको छ, ठुलो ठुलो ढुङ्गा। त्यतिखेर कसरी बोक्यो, कुनै साधन थिएन, केही थिएन, तर पनि यो हिसाबले चाहिँ यसलाई निर्माण गरिएको छ। र यो चाहिँ सुन्दरी तोप हो। त्यस बेला यहाँ दैलेखका लागि दुईवटा तोपहरू थियो। एउटा नेपाल आर्मीले त्यो तोप लिएर गएको छ, त्यो अहिलेसम्म हामीले पाउन सकेका छैन। एउटा तोप चाहिँ हामीले खोजेर नगरपालिकाको तर्फबाट पहल गरेर यसलाई ल्याएर सेनाको चाहिँ कर्नेल र हाम्रो सहयोगमा यहाँ लेखिरहेको छौँ। हामीले ल्याएर यसलाई फेरि पुनर्स्थापना गर्ने काम चाहिँ हामीले गरेको। हजुर, सुन्दरी तोप। हजुर, अनि तोपहरूबाट यहाँ युद्ध लड्नेका लागि तोप अनि गोलाहरू सबै थियो। यहाँ दुईवटा बिल्डिङ थियो, सानो घर थियो यहाँभित्र, र त्यो घरहरूमा चाहिँ उनीहरूले चाहिँ खजना राख्थ्यो, खजना लड्ने खजनाहरू। र यहाँभित्र चाहिँ बस्थ्यो।